हाम्रो यात्रा चाहिँ छ्याक्कै 5 जनाको यात्रा छ अनि म चाहिँ भ्लग बनाइरहेको छु। अब त्यही हो, अब जस 47 4700 मिटरको उचाइमा गोकियो तालको हामीले अवलोकन गर्न त्यहाँको भ्रमण गर्न गइरहेछौँ। अहिले यस्तो भाइब छ कि पुरै हिउँ परेर है, यस्तो समयमा ताल सायद तलतिर त हिउँ पर्दैन थियो, यतिको अहिलेको 45 जतिको एराउन्ड हाइटमा छौँ। यो चाहिँ पुरा हिउँ परेर ठ्याक्कै बिहानको 9 बजे छ, यस्तो हिउँ परिरहेछ। ल दावा सर, यो हामी अहिले कुन ठाउँमा छौँ ठ्याक्कै भन्नु पऱ्यो क्या? हामी नाला भन्ने ठाउँमा छौँ होइन। नाला क्रस गरियो कि नालै हो? नालै हो, फाङ्गरा यता बुग्यो जाने नाला बाटो। ल यहाँबाट यता नाला है, चोलाबास जाने बाटो चाहिँ यता होइन सर, यहाँ माथिबाट? यहाँबाट फाङ्गा जाने बाटो यता। यहाँ धेरैजनाको चाहिँ हामी 4जनाको चाहिँ जस नयाँ न्यू ट्राभल हो। अब दावा सर दिदीको चाहिँ फेरि रिपिट भन्छ नि, पुनः फेरि उहाँहरूको चाहिँ यात्रा सुरु भइरहेछ। हाम्रो चाहिँ फर्स्ट टाइम विशुद्ध पहिलोचोटि खतरा इन्जोय भइरहेछ। उहाँ चाहिँ एकदम इन्जोय लिइरहनु भएको छ यात्रा। गोकियो तालको यात्रामा छु म मात्र होइन, यहाँ सर मिसहरू पनि हुनुहुन्छ। अनि यो चाहिँ ठ्याक्कै यसको यो के भन्छ, सेकेन्ड लेग होइन सर गोकिएको? गोकियो सेकेन्ड लेग। गोकियो आउँदै गर्दाखेरि फर्स्ट लेग तलबाट अघि देखाएको लेग भयो, त्यसपछि सेकेन्ड लेग। यो चाहिँ इलिभेसन चाहिँ 47 to 8 होइन, 47 28 मिटरको हाइटमा छ। अनि त्यसपछि यसको लेन्थ चाहिँ 745 मिटरको यसको लम्बाइ भनेपछि समग्रमा यो ताल ठुलै हो। अब गोकियो अझ धेरै ठुलो छ अरे, त्यसको क्षेत्रफल चाहिँ मलाई थाहा भएन। अब यहाँ माथि छ, यो उमा भेटिन्छ अरे गोकियो चाहिँ माथि। अनि हेर्नुहोस् ल, यस्तो दामी ताल छ है। फर्स्ट टाइम आइरहेको छु क्या म चाहिँ। यो चाहिँ रामसर सूचीमा सूचीकृत गोकियो तालको यात्रा गर्दै गर्दा सेकेन्ड लेग चाहिँ देख्न सकिन्छ। त्यो वरिपरि यस्तो होइन, पुरै चट्टानको पहाड छ। अनि यो यताबाट आउने बाटो, हामी गोकियो जाँदै गर्ने बाटो, यहाँ उहाँहरू पनि हुनुहुन्छ। अनि यता साथीहरू फोटो खिच्नु हुँदैछ। यस्तो हिउँ पनि अहिले ठ्याक्कै अहिलेको सिचुएसनमा हिउँ पनि परिरहेको छ क्या ठ्याक्कै। त्यसले गर्दाखेरि एउटा माहौल चाहिँ एकदम राम्रो भइरहेको छ। अघि घाम लागेर अहिले सट्टै हिउँ परेर फेरि उब्रिसक्यो। योभन्दा ठुलो हिउँ परेको थियो, अलिअलि पर्दैछ नि हो। हेर्नुहोस्, ओ माई गड, यस्तो दामी छ यो ताल। यहाँदेखि सुरु भएको, यसको डेप्थ चाहिँ 33 मिटर डेप्थ छ अरे। हेर्नुहोस् यहाँबाट हेरेर सटर है। यो चाहिँ गोकियो सेकेन्ड लेग। दावा सर हाम्रो हुनुहुन्छ। अनि एकदम इन्जोय भइरहेछ यात्रामा। हामी चाहिँ नाम्चेबाट फर्स्ट क्याम्प चाहिँ डोलेबाट मच्छेडमा, अनि सेकेन्ड भनेपछि दोस्रो दिनमा चाहिँ हामी ठ्याक्कै गोकियो पुग्न लागेका छौँ। लेट्स हेरौँ गोकियोको पनि दृश्य तपाईँहरूलाई म देखाइहाल्छु है। ओके ल, हेर्नुहोस् दामी छ। अब फोटो खिच्नुपर्छ यहाँ, यस्तो दामी बबाल हेर्नुहोस्। यता चाहिँ वरिपरि ढुङ्गा छ है, त्यस्तो धेरै बोट बिरुवाहरू चाहिँ हुन्न। दावासरलाई धेरै धेरै बधाई, धन्यवाद सबै। त्यही भने थ्याङ्क यू सो मच।